फेरि पनि स्वागत छ साथीहरु। आज म नेपालको इतिहासको कोत पर्वको बारेमा यहाँहरुलाई जानकारी दिन गइरहेको छु। राजा राजेन्द्रका दुईवटा श्रीमती जेठी साम्राज्य लक्ष्मी र कान्छी राज्यलक्ष्मी थिए। जेठीबाट छोरा सुरेन्द्र र कान्छीबाट छोरा रणेन्द्रको जन्म भएको र जेठी श्रीमतीको पहिले नै मृत्यु भइसकेकाले कान्छी श्रीमती राज्यलक्ष्मीले छोरा रणेन्द्रलाई युवराज धिराज घोषणा गर्न लगाई राजा बनाउन चाहन्थिन् र सो कामको लागि गगन सिंह भन्ने मन्त्रीमण्डलका व्यक्तिले आश्वासन दिइसकेका थिए र उनलाई प्रधानमन्त्री अथवा चौतारीय बनाउन चाहन्थिन् र सो कुरा राजा र अन्य भाइ भारदारलाई मन नपरेकाले राजा र जङ्गबहादुरको योजना अनुसार लालझा भन्ने व्यक्ति लगाई गगन सिंहको हत्या गरिएको र सो हत्याको सूचना पाइसकेपछि भावविल भएकी रानीले हत्यारा पत्ता लगाउन कोतको पटाङ्गिनीमा भेला गर्न बिगुल फुकाइन् र मिति विक्रम सम्वत 1903 असौज 2 गते जसले हामीले कोत पर्व भएको मिति भनेर चिनिन्छ, उक्त दिन भेला भएका भाइ भारदार बीच एक आपसमा भनावन हुँदा जङ्गबहादुर र जङ्गबहादुरका भाइहरूको पूर्व योजना अनुसार उनका विरोधीहरूलाई छानी छानी करिब 40 जना भन्दा बढीलाई हत्या गरी रगतको खोलो बगाएको घटनालाई नेपालको इतिहासमा कोत पर्वको रूपमा चिनिन्छ। कोत पर्वमा राजा राजेन्द्र थिए, रानी राज्यलक्ष्मी छिन् जसलाई कोत पर्वकी रानी भनेर चिनिन्छ। कोत पर्वमा प्रधानमन्त्री फतेजङ शाह थिए जसलाई कोत पर्वमा काटिएको थियो। कोत पर्वले 104 वर्षे राणा शासनको जग हाल्ने काम गरेको थियो। धन्यवाद।